हजुर गुरु जय श्री राधेश्याम। हजुरको भिडियो मैले हेर्छु, केही लाभ पनि लिन्छु, धेरैले लिएका पनि होला, जिज्ञासा लाग्छ। अर्को एउटा जिज्ञासा मलाई के भयो भने यो नीतिमा एउटा सूक्ति छ, यत्ने कृते नैसिध्यति कोत्र दोष। आफूले यत्न गर्दा गर्दै पनि त्यो कर्मको फल प्राप्त गर्न सकिँदैन भने तिम्रो दोष होइन भन्ने एउटा नीतिको श्लोक छ। अब त्यो जति गरे पनि त्यो फलबाट जति कर्म गरे पनि त्यसको फल प्राप्त गर्न सकिँदैन एउटा कुरो के कारणले ज्योतिषशास्त्र अनुसार। र अर्को छोटो समयमा धेरै लाभ, जस्तै बालन शाह 2-3 वर्ष त भयो विगत, त्योभन्दा अगाडि मैले त नामै सुनेर हिँड्छु, बरु अरू ऱ्यापरको सुनेर चाहिँ बालन नाम सुनेर हिँड्छु। तर अहिले प्रधानमन्त्रीलाई पनि टक्कर दिने, देशको नेपालको अहिले सबैभन्दा बढी प्रसिद्धि भएको, बढी सामर्थ्य भएको, जनताको बढी विश्वास भएको मान्छे बालन लगायत धेरै छन्। छोटो समयमा धेरै प्रसिद्धि प्राप्त गर्ने, धेरै लाभ लिन सक्ने, थोरै परिश्रमले धेरै लाभ लिन सक्ने। यो ज्योतिषशास्त्रमा के ग्रह गोचरको कस्तो परिस्थिति भयो भने चाहिँ यस्तो योगहरू भन्छ, यो यसको बारेमा कर्म गरेर लाभ प्राप्ति गर्न नसक्ने चाहिँ अब दशम स्थान कर्मको हो, त्यसमा चाहिँ हेर्नु पऱ्यो। होइन कसैले व्यापार गर्दैछ, जाहिर खाँदैछ, जाहिर खाइराखेको छ, 1 महिना यहाँ खायो, अर्को वर्ष उहाँ खायो, अर्को वर्ष उहाँ खायो, अर्को वर्ष उहाँ खायो, फेरि रहनु परेको छ, भन्ने बेलामा तलब पाइँदैन, लगानी डुबिराखेको छ। यस्तो किन हुन्छ भन्ने कुरा चाहिँ ग्रहबाट पनि हुन्छ है। अब दशम स्थान हेर्नु पऱ्यो, सूर्य हेर्नु पऱ्यो, कसैको व्यापार बिजनेस चाहिँ सफल हुन्छ कि हुँदैन भन्नको लागि शुक्र हेर्नु पऱ्यो, बुध हेर्नु पऱ्यो है। शुक्र र बुध र सूर्य, कर्म कस्तो हुन्छ भन्नका लागि सूर्य। अनि त्यसपछि गएर व्यापार बिजनेस फाप्दैन, लगानी फाप्दैन भन्नका लागि शुक्र हेर्नु पऱ्यो, बुध हेर्नु पऱ्यो। अरू ग्रहले पनि त्यत्तिकै प्रभाव पार्छन् है। अब विशेष गरेर दशम स्थान हेर्नु पऱ्यो, सप्तम स्थानले पनि पार्टनरसिपका कामहरूमा त्यत्तिकै भूमिका खेलिराखेको हुन्छ। र अर्को कुरा के छ भने अब यो राजयोग भनौँ न, अब प्रख्यातिकारक राजयोग कसरी पनि राखेको हुन्छ। मान्छे एकाएक लाइटमा, मैले कहीँ सुनिराखेको हुन्छु, ल हजुर तपाईँ फलानु राशिवालाहरू चाहिँ यति फलानु समयदेखि माल बन्नुहुन्छ, यस्तो हुनुहुन्छ, उस्तो हुनुहुन्छ भन्ने कुरा सुनिन्छ सुन्नलाई। तर उहाँहरूले कसरी भन्नुहुन्छ त्यो मलाई थाहा छैन। तर प्रख्यातिकारक राजयोग कसरी भन्छ भन्दा मध्य पाराशरी, लघु पाराशरी भन्ने एउटा ग्रन्थ छ। लघु पाराशरी, मध्य पाराशरी भन्ने एउटा ग्रन्थ छ। त्यसमा र जातक पारिजात इत्यादिमा एउटा चाहिँ भनाइ के छ भने धर्म लग्ना दिने तारा वन्योन्याश्रय संस्थितौ राजयोगाभिति प्रोक्तो विख्यातो विजयी भवे। के माछा मध्य पाराशरी, लघु पाराशरी, मध्य पाराशरी है। त भनेको के हो त भन्दा धर्म लग्ना दिने तारा, यदि धर्मस्थान भनेको 9 स्थान, किनभने त्यो अहिले मैले भनिहालेँ अवसरको स्थान हो 9 स्थान। अवसर यतिखेर अवसर छोप्न सक्छ, त्यो अवसरको चाहिँ सदुपयोग गर्न सक्छ। यदि अपरझट आएको त्यो अवसर छोप्यो भनेदेखि त मान्छे त त्यहीबाट हो नि त प्रख्याति, होइन त। धर्म लग्ना दिने तारा वन्योन्याश्रय संस्थितौ राजयोगाभिति प्रोक्तो विख्यातो विजयी भवे। यदि धर्मेश र लग्नेशको सम्बन्ध बनिया रहेछ केन्द्र त्रिकोणमा, ग्रह तब बलियो हुन्छ जब केन्द्र त्रिकोणमा बस्छ। ग्रह तब बलियो हुन्छ जब केन्द्र त्रिकोणमा बस्छ, उच्चको हुन्छ, स्वगृही हुन्छ, शुभ ग्रहले दृष्टि दिन्छ। बुझ्यो? जब त्यसको महादशा चल्छ अथवा अन्तर्दशा चल्छ, त धर्मस्थानको र कर्मस्थानको धर्मस्थानको र लग्नेश र धर्मेश यदि सँगै बसिया छन् केन्द्र त्रिकोणमा, राम्रो तरिकाले उच्चको छ, मित्र छन्, मित्र भएर बसिया छन् अथवा दृष्टि गरेका छन्, अथवा जुनसुकै सम्बन्ध गरे पनि त्यो धर्म लग्ना धिने तारा, धर्मेश र चाहिँ
लग्नेश यदि सम्बन्ध बनाएर केन्द्र त्रिकोणमा बसिया छन् भने राजयोगाभित्ति प्रोक्तो विख्यातो विजयी भवेत्। त्यो चाहिँ राजयोग भन्दछ। त्यो एक दिन लाइटमा आयो, त्यसको महादशा अन्तर्दशामा अँ, यो राइटमा आयो। अर्को कुरा धर्मल कर्माधिने तारा वन्योन्याश्रय संस्थितौ। यदि धर्मस्थानको र कर्मस्थानको मालिक एकै ठाउँमा बसिया छ, अवसरलाई कर्ममा बदलेपछि नै ऊ प्रख्याति हुन्छ। हो ठिक। अवसरलाई कर्ममा बदल- लग्न भनेको के हो? आफू। लग्नेश भनेको के हो? व्यक्ति। त्यो धर्म र अवसरसित जोडिएर केन्द्र त्रिकोणमा बस्यो भने तब राजयोगाभित्ति प्रोक्त विख्यात विजयी भयो। उसलाई कसैले सक्छ? मैले देखाएको छु कतिपय गुरुहरूका ठुला ठुला चाहिँ महापुरुषका छ मसित चिन। हो गुरुहरूका मात्रै होइन, नेताका कुण्डली भए अथवा वैज्ञानिकहरूका कुण्डली भए, विद्वानहरूका कुण्डली भए। हेर्नु, धर्म कर्माधिने तारा वन्योन्याश्रय संस्थितौ राजयोगाभित्ति प्रोक्तो विख्यातो विजयी भवेत्। यदि धर्मेश र कर्मेशको सम्बन्ध केन्द्र त्रिकोणमा राम्रो बन्यो भनेदेखि त्यो विख्यातो विजयी भवेत्। उसलाई चाहिँ कसैले सक्दैन, एक दिन विजयी हुन्छ। त्यो जहाँ हात हाल्यो त्यहाँ सुन हुन्छ। अर्को कर्म लग्नाधिने तारा। अब धर्मस्थानलाई छोड्दै, अब कर्म लग्नाधिने तारा वन्योन्याश्रय संस्थितौ राजयोगाभित्ति प्रोक्तो विख्यातो विजयी भवे। अब कर्म र लग्नेश, कर्मेश र लग्नेश यो दुईटा बलियो भयो भने पनि त प्रख्याति हुने भयो। लग्नेश भनेको व्यक्ति हो। तिम्रो त्यससित सम्बन्ध साँठगाँठ राम्रो केन्द्र त्रिकोणमा कर्मेशसितको भयो भने त्यो मान्छे त प्रख्याति हुने भयो। यति तिनवटा कुरा, लग्न, कर्म र चाहिँ धर्म, यी तिनवटा स्थान, प्रथम स्थान, दशम स्थान र नवौँ स्थानको सम्बन्ध भयो भने केन्द्र त्रिकोणमा त्यो विख्यातिकारक राजयोग भन्दछ। एकदम कस्तो राम्रो निस्कन्छ। एकदम धन्यवाद।